हेलो गुड मर्निङ एभ्रिवान नमस्ते सबैजनालाई फेरि पनि नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आजको नयाँ सुरुवात भइरहेको छ शुभ बिहानको। अनि आज चाहिँ हामी जानु आँटेको मन्दिर तारा मन्दिर, तपाईहरुलाई पनि त्यो मन्दिरको सबै देखाउने छु नजारा। चाहिँ एउटा इन्ट्री भयो, कस्तो भिड रहेछ है आज चाहिँ। के किन्नु प्रसाद? ल ल अब चाहिँ यहाँबाट गएर लाइनमा बस्नुपर्ने। यस्तो भिड रहेछ है साथीहरू। माई गॉड, तारा मन्दिरमा यति डरलाग्दो भिडको साथ खोल्नु परिरहेछ है। जुत्ताहरू चाहिँ कहाँ खोल्नुपर्ने? माथि खोल्नु होला। तल दिनु अब गएर पछाडि कति बजी आउँछ होला हाम्रो ट्रेन? हेर्नु होला साथीहरू कति भिड। अम्बो हाम्रो ट्रेन चाहिँ 2 बजी आउँछ होला है। 2 बजी आउँछ होला। हेर्नु न कति भिड हो। माई गॉड, हेर्नु होला यस्तो भिड आज तारा मन्दिरमा। जल्दी जल्दी पहिला साह्रो नितो दि तीन बच्चा होला आज। हजुर 3 बच्चा होला नितु दि। हेलो दी, ठिकै छ? त्यही हो। लक्ष्मी कक्ष यस्तो भिड आज चाहिँ हाम्रो चाहिँ ट्रेन आउने रहेछ 3 बजी। यही साथीहरू कति लामो ट्रेन। कति बजी ट्रेन आउँछ अरे नितु दी भनिदियो? 4-5 बजी। 4-5 बजी आउने रहेछ हाम्रो ट्रेन। साथीहरू यहाँ रहेछ लास्ट ट्रेन। ओ माई गॉड, ढिलो भयो आज हामी है। परसम्म चाहिँ बसेको कि यहाँ चढ्थिन नि। आरू छ हौ, यो आरू छ बुस खालकै। लच्छी ए नितु दी कति आउँछ अरे ट्रेन? भरे 5 बजी। मान्छेलाई लाइनमा बसिरहेको छ है। हाम्रो पछाडि पनि कति छ है लाइन एरिया। के भएर भाइ? के भनेको निमित?
यहाँ त छ नितु दी यहाँ त छ बिसना हेलो त गर्दै हेलो हाई त गरिदेऊ है यतिको तल चाहिँ आइसक्यो हामी हेर्नु होला यो बल्ल बल्ल टर्न आउँदैछ अब आउँदैछ कति बेला हो नितु दिदी त निदाउनु आँटेछु कति घन्टा बाद अरे टर्न आउनु 3 घन्टा बाद है साथीहरू 3 घन्टा बाद 3 घन्टा बाद आयो ट्रेन हाम्रो है लक्ष्मी यत्रो घन्टा बसेर के भन्नु सक्नुहुन्छ भनिदिइहाल्नु। भनिदिइहाल्नु भन्दैनु न छिटो होला छिम्ती सबै मान्छेहरू ज्ञान दिदीहरू साला अरे हामी चाहिँ पूजाहरू गरिसकेर पनि निक्लेको यहाँबाट यो चाहिँ भयो हाम्रो तारादेवी मन्दिर डालीको छेउको नित्य दी आउन बोल्दै हिँड्नु त हामी चाहिँ अब आउँथ्यो नि यो जग्गा भोकले मरिसक्यो अरे ए छैन अरे ल ठिकै छ त्यसो भए दिल दिल प्यार प्यार मैं क्या जानू रे दिल दिल प्यार प्यार डान्स गर न ल है साथीभाइहरू हामी चाहिँ भर्खर घर आइपुग्यौँ मन्दिरबाट आजको ब्लग चाहिँ यतिमै एन्ड गर्छु तपाईँलाई कस्तो लाग्यो लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला बाई बाई